हेलो गाइज, तपाईहरुले हेर्न सक्नुहुनेछ यो धान खेती। जुन यो धान खेती भगरा नरसिंह गाउँपालिका अन्तर्गत रहेको छ र यो धान खेती एकदमै सुन्दर छ, रमाइलो छ र धान फलेको बालाहरू एकदमै झुमिरहेछ। यो धान खेती भगरा नरसिंह गाउँपालिका अन्तर्गत रहेको यो धान बाली एकदमै राम्रो छ। तर पछिल्लो टाइम आएर यो पछिल्लो वर्षाको कारणले गर्दा धानमा निकै क्षति पुर्याएर किसानलाई दुखी बनाएको रहेछ। यो वर्षाको कारणले गर्दा यसरी धानहरू सुतेको रहेछ। फलेको धान सुतेर त्यसमा अंकुर आएर गाछी फेरिदेखि त्यो धान उम्रिसकेको अवस्था छ र यसपालिको खेती धान खेती किसानलाई दुःखदायी नै रह्यो र सहज तरिकाले गर्न सकेन। फलेको पनि घर लान पाएन। कसैको त बिघा धान अहिले पनि पानीमा तैरिरहेछ। त्यसैले यसपालिको खेती सहज भएन। तपाईहरुले यसरी भिडियो मार्फत हेर्न सक्नुहुनेछ। धानलाई खेतमै यसरी सुताएको रहेछ। खेतमै यसरी सुताइदिएको रहेछ धानलाई पछिल्लो वर्षाले। त्यसैले होला यसपालि यो दुःखदायी वर्षा, पछिल्लो वर्षाको कारणले गर्दा निकै नै क्षति पुगेको रहेछ धानबालीमा। तर पनि किसानले हार मानेको छैन। यसरी हेर्न सक्नुहुनेछ ठाउँ-ठाउँमा धानहरूलाई सुताएको रहेछ। अब बाध्य भएर किसानले गर्नेकै खेती त गर्नै पर्यो। त्यसैले यो अहिले पनि अब काट्ने अवस्था छैन। धान काट्ने बेला भइसकेको छ। खेतमा पानी जमेको छ। यसरी हेर्न सक्नुहुनेछ कि धान सुतेको। त्यो सुतेको धान सबै नष्ट भइसकेको छ। एउटा पनि बाँकी छैन।